सम्पूर्णमा नमस्कार। आज हामी तनहुँ जिल्ला विमलनगर स्थित सिद्ध गुफाको अवलोकन गर्न जाँदैछौँ। तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर 4 विमलनगर स्थित सिद्ध गुफा दक्षिण एसियाकै ठुलो गुफा रहेको छ। विक्रम सम्वत 2044 चैत 13 गते स्थानीय चन्द्रबहादुर थापा मगर, दुर्गाबहादुर थापा मगर, नारायणबहादुर कुमार र नरबहादुर थापा मगरले पत्ता लगाएको यस गुफा अत्यन्तै मनमोहक रहेको छ। चिसो भएपछि मात्रै जानु छ, त्यहाँ एकदम चिसो पनि आउँछ। मेरो त मोबाइलले त लाइट पनि बोल्दैन भन्छ, के भएन। माथि माथि बालिदिनु त लाइट सिद्ध गुफा है। हजुर, अब सिद्ध गुफा नेपालको सबभन्दा ठुलो गुफा र एसियाकै दोस्रो लामो गुफा भन्ने चिनिन्छ यो गुफा। अनि यो गुफा पत्ता लागेको यो 2044 सालमा चाहिँ चन्द्रबहादुर थापाद्वारा पत्ता लागेको। यो गुफा चाहिँ 437 मिटर लम्बाइ र 45 मिटरको उचाइ छ है। म्याक्सिमम् उचाइ भनेको चाहिँ 45 मिटर छ है। हजुर। यो गुफाको विशेषता के छ भने अहिले गर्मीको बेला चाहिँ भित्र चिसो भइरहेको छ नि होइन। हजुर। अब जाडोको बेला चाहिँ भित्र तातो चुन पाउनेको क्याल्सियम कस्तो हुन्छ भने 100 वर्ष रहने चाहिँ युज गर्छ। 100 वर्षमै एकदमै धेरै वर्ष लाग्छ। अहिले कतिजना भयो? अहिले त मुस्ताङ जानुभएको छ, मात्र चाहिँ सधैँ यो दिउँसोमा गर्नुहुन्छ र 1-2 घन्टा चाहिँ मेडिटेसन गरेर जानुहुन्छ। आवाज पनि टक टक आउँदो रहेछ। अब यो चुनढुङ्गाबाट चाहिँ थुप्रै आकृतिहरू बनिन्छ, जस्तै
बेला चाहिँ यहाँ पानी जम्मा हुन्छ हजुर बर्खाको बेला पानी स्विमिङ पुल जस्तै बन्छ क्या यहाँ त हजुर एउटा स्विमिङ पुल जस्तो गर्छ र अर्को यो पानीको मार्किङ जस्तो पानीको सतह चाहिँ पानीको लेभल र एउटा नेचुरल स्विमिङ पुल पनि मान्छे चाहिँ पौडी खेल्न बाहिर हुन्छ पानी चिसो हुन्छ तर मान्छेको यो इन्जोय मान्छे चाहिँ पौडी खेल्न हुन्छ र अर्को यो हल जस्तो भएको कारणले यहाँ चाहिँ प्रायः कुन महिनामा पानी यो असारमा जुन यो बर्खा लाग्छ नि होइन मजस्व पानी पर्ने हजुर त्यस्तो बेला चाहिँ यो सबै ढुङ्गाहरू रसाएर असारको 15 देखि साउनको 15सम्म अलि पानी धेरै परेको बेलामा हामी आयो भने हामीले पनि भेट्न पाउने भयो अन्त पुरै पानी हुन्छ हजुर र अर्को चाहिँ एउटा हल जस्तो पनि छ नि पुरै यो प्रोग्राम यहाँ चाहिँ टेबल टेनिसको प्रतियोगिता पनि भएको ए त्यो पनि भयो यहाँ हजुर अनि अर्को के हो भने यो गाउँको विकास समितिको मिटिङ पनि भयो ए हजुर पानी चुहिरहेको छ त्यहाँबाट बिस्तारै बढिदिएको छ तर पानी यहाँ पनि चुहिसकेपछि तलबाट पनि माथि उठेको छ यसलाई चाहिँ यो माथि हो भने स्टालिक टाइल्स हुन्छ यो माथि भने यता चाहिँ स्टालिक टाइल्स हुन्छ पछि चाहिँ बिस्तारै गाँसिन्छ धेरै वर्ष पछाडि हजुर अनि पछि चाहिँ यस्तो हुन्छ अर्को आकृति भेट्न सकिन्छ हामीले पहिला पनि यहाँ थिएन यो हजुर सबै यो पानी हजुर चमेरा हो यो बच्चाहरू चाहिँ यस्तो सुतेर बस्छ दिउँसो सुतेर बस्छ अनि रात गएपछि चाहिँ बाहिर गएपछि के को आकृति जस्तो के छ सर आकृति भन्दा नि एउटा होल जस्तो त्यो भित्र त्यो छ जस्तो माथि आकाश जस्तो देखायो नि त तल जस्तो के छ तल जस्तो धेरै हाइट पनि छ होइन यहाँ चाहिँ यो नागको चाहिँ पूजा गर्ने ठाउँ हो क्या होइन त्यहाँबाट टिका दिन्छ त्यस्तै आकृति छ ठिकै छ एउटा एकछिन गराएर जस्तो देख्न सक्छ हजुर अरू निवेदन गर्न सक्नुहुन्छ सबै पानीले चाहिँ बनाएको हो तर यो यसो इमेजिन गर्दा चाहिँ कसो देखिँदैन रुखहरू जस्तो हजुर बाक्लो रूप मसरुमहरू जस्तो देखिन्छ नि र अर्को यहाँ चाहिँ एउटा ध्यान बस्ने ठाउँ एउटा ध्यान बस्ने ठाउँ छ मान्छेहरूको एउटा आस्था के छ भने यो ठाउँमा चाहिँ एउटा योगी चाहिँ ध्यान बसेको ठाउँ हो जुन चाहिँ सिद्ध बाबा भन्ने चिनिन्छ है सिद्ध बाबा चाहिँ यहाँ ध्यान बसेर ज्ञान प्राप्त गरेको हुनाले यो गुफाको नाम चाहिँ सिद्ध गुफा भन्ने चिनिएको हो क्या माथि अब यो लाइट हाल्यो भने फेरि यसको ब्युटी नै हराउँछ चमेरा हो यो टिकट सिस्टम बनाउनु टिकट हो टिकट सिस्टम बनाउनु यहाँको बाटो त्यता हेर्नुहोस् त्यहाँ जानुहुन्न हजुर अब के हो भने यो वास्तवमा चाहिँ यो गुफा चाहिँ दुईवटा गुफा गाँसिएर बनेको हो है दुईवटा गुफा बनेको एउटा चाहिँ अघि हामी छिरेको भयो एउटा गुफा चाहिँ यो माथिपट्टि यो जङ्गलको बिचमा छ एउटा बतास खुङ्गा भन्ने गुफा अझै माथि जङ्गलमा हजुर माथि त्यो माथिको गुफा चाहिँ ठ्याक्कै यहाँ गाँसिएको छ कि यहाँ चाहिँ कनेक्ट भएको छ यो चट्टानको माथिपट्टि हजुर हजुर त्यो सबै चमेरा है त्यो हजुर त्यो गुफाबाट चाहिँ मान्छेहरू चाहिँ ऱ्यापलिङ गरेर यहाँ आइपुग्छ ऱ्यापलिङ भनेको चाहिँ एउटा एडभेन्चर गेम दुरीबाट चाहिँ तल झर्ने अनि दुरीबाट तल झरेर त्यहाँ आइपुग्छ अनि यहाँ तल झर्छ र यो अक्सिजन पनि त्यहाँबाट सप्लाई भइरहेको क्या होइन त्यहाँबाट चाहिँ हावा आउँछ हजुर हावा त्यसरी पासिङ भइरहेको छ क्या अनि त्यहाँ इन्ट्रेस्टमा आउने हावा चाहिँ यहाँबाट आएको मान्छेको सहायताले हजुर
त्यो इन्ट्रान्समा हावा आउँछ अनि जाँदैन अब यहाँबाट हेर्नु देखाउँदै लाइट हेर्नुहोस् त्यो अब त्यहाँसम्म चाहिँ 437 मिटर भयो कि गुफाको लम्बाइ तल हामी छिरेबाट यहाँसम्म लास्ट इन्टर अब गुफाको म्याक्सिमम् हाइट 45 मिटर तलबाट माथिसम्म 45 मिटर अब यो गुफाको यो रेस्ट्रिक्टेड एरिया यता हेर्नुहोस् न यो चाहिँ जान नहुने ठाउँ किनभने यो चाहिँ पानीहरू चाहिँ बगेर त्यहाँ जाने हो चाहिँ पानी जाने खोज हजुर त्यता चाहिँ थुप्रै चमेराहरू छ र अक्सिजन लेभल पनि लो छ र एकदम त्यो चाहिँ बिहार छ त्यही भएर यो कोही पनि गएन होला कोही गाँसेन भन्नाले यहाँको लोकलहरू चाहिँ पहिला पहिलाको मान्छेहरू चाहिँ हजुर गाँसेर ल अब पानी मूल आउँछ त्यहाँबाट एउटा फेस छैन ठ्याक्कै हजुर अनि लामो कपाल दारी भएको जस्तो जट्टै भएको देखिन्छ